गाइजहरु आज हाम्रो सोचीको पार्टी छ सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा साला बाउन हाम्रो घर आएर पेन हल्ला गर्छस् बाउनको बच्चा म वहाँ पोकेट लैजाने त लैहाल्छु चस्मा लगा न चस्मा लगा अनि अब तपाईहरुलाई स्वागत छ मेरो साथीको ब्लगमा भन्दा नमस्ते गरेर नमस्ते गरेर गर्न त्यसरी न मुझे केपी बाको जस्तो न आदरणीय दर्शकबिनहरु यो सञ्जय गुरुङको युट्युब च्यानलमा सबैलाई स्वागत छ हैन युट्युब भन्न पर्ने ठाउँमा टिक नमस्ते गरेर गर्न नमस्ते तेरो नाम पनि भन् नयाँ सुन कम्पनी लाएर जस हेलो गाइस स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा हैन आज चाहिँ हाम्रो सोचिको हैन के भन्छ फेयरवेल हैन फेयरवेल भन्छ है सोचिकोलाई फेयरवेल हुन्छ नि आज चाहिँ हाम्रो फेयरवेल पार्टी छ के भएर यहाँ हाम्रो पप्पु चाहिँ हाम्रो मोडल 1 नम्बरमा यो अबि कपाल हेर्नु सक्नुहुन्छ तपाईहरु आम्बो सक्दैन हैन सक्दैन नि फेरि गो पप्पुलाई मलाई नि त्यही ट्रोल कस्तो ट्रोल हो र तिम्रो अनुहार ट्रोल हुन्छ जस्तो हो तिमी त हिरो हो कि हिरो ए हात धौके कि पानामा राखेर पछि फेरि तेल आउने भनेर त्यो भन्दा नि त्यो सोच्छ के कपाल ए मुला सोच्दैन कि सरलक एकचोटि लगाउ न अब यो भन्दा धेरै थाहा त कहाँ त्यो हुँदैन फाइनली हामी चाहिँ चट्ट परेर निक्लिसक्यौँ होइन नवीन दोष चाहिँ कपाल मिलाउँदैछ होइन अब गाह्रो छ बिचरालाई 3 दिन भयो रोएर बसेको तिमी किन नेपाल गयौ ज्ञानु बुढिला हो कि मोटा हो कि के हो घट्छ टेन्सन छ नि त होइन अब हाका त जानु छ सेनमा गएको पढ्नु छ टेन्सन छ ल त है त अहिले भेटौँला है त गाइज तपाईँलाई स्वागत छ गाइज मेरो ब्लगमा होइन आजभोलि म यति धेरै पैसावाला भइसक्यो कि मैले आफूले पर्सनल क्यामेराम्यान पनि हायर गरिसकेँ होइन चुप नि तिमी एकछिन अनि त्यो ब्याकग्राउन्ड म्युजिकमा अलिकति हुन्छ है अनि ठ्याक्क लगाएर अहिले चाहिँ हामी सोचिको पार्टीमा जान्छौँ होइन सोचिको पार्टीमा जाने टक्क लगाएर यो पलमको डाइलग हानिदिनुपर्छ कि अब यो फेरि के भएको यो फाइनली गाइज हैन म पनि सञ्जयको भ्लगमा आएँ हैन आज चाहिँ आउन पाएँ भन्दा नि आउन त आउन त होइन आउन त पहिला पनि आएको तर त्यस्तरी म आउँथेन कि होइन म त्यस्तो मलाई आउन नि मन लाग्दैन होइन त्यही भएर हो होइन त्यही भएर आज चाहिँ यसो पार्टी भएर चाहिँ आइदिएको हो नत्र मलाई चाहिँ आउनु चाहिँ मन थिएन होइन मलाई त आउन मन थिएन तर के भन्छ नि आइदिउँ कहिले काहीँ यस्तो साथीको भ्लगमा भयो नि भनेर त्यही भएर आइदिएको अब यस्तो अगाडि जानुपर्छ वास्तवमा पप्पुलाई चाहिँ आज लिएर हिँड्न मन चाहिँ थिएन किन भन किन अब सँगै हिँडेपछि पप्पुलाई सबले हेर्न थालेपछि हामी त के हो नि यति सजेर आएको त मतलब भएन वर्षमा एक दिन कोट प्यान्ट लाएर हिँड्दाखेरि नि पप्पुले फ्लग हानिदिएपछि हामी कहाँ जाने होइन तर अन्त पप्पु चाहिँ हाम्रो ह्यान्डसम होइन अहिले पप्पुको हेरिसकेको बारेमा पनि म एउटा कुरा भन्छु होइन ठ्याक्कै सिग्नल काटेपछि भन्छु होइन पप्पु हेरिसकेको चाहिँ यस्तो डेन्जर छ कि यस्तो डेन्जर छ होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन बाटोबाट त्यस्तो गर्दैन होइन ल त दोस्त मेरो ठ्याक्कै पुरै देखा पप्पुको हेयरस्टाइल चाहिँ कस्तो छ अरे भन्दाखेरि कस्तो अरे पप्पु देखाउ त पप्पु तिमी देखाउ त तिमी हामी चाहिँ अहिले एकीमा आइसक्यौँ पप्पुलाई काट्न चाहिँ आउँदो रहेछ है मेरो टिकट चाहिँ हाम्रो पप्पुले काटिदिएछ पप्पु भनेको चाहिँ पैसावाला मान्छे हो फर्किने बेलामा आउने जाने आज पप्पुको नाममा चाहिँ जय पप्पु
जय पप्पुलाल होइन यस्तो गर्नुपर्छ ट्याक्क हान्ने ट्याक्क निक्ल्यो ठ्याक्क जाने त्यसले नि हेरिरहला म्या के गराले भनेर आज अब जाने चाहिँ कहाँ खै मजीको सिमला सके त उहाँ छ उहाँ रहेछ 3 टुक्रा मात्र हुन्छ 12-18 को रहेछ ल है त गाईहरू अझ 20 मिनट बसिन्छ अनि गइन्छ है त ल गाइज पप्पुको रिक्वेस्टमा मैले भ्लग अन गरेँ होइन भिडियो अन गरेँ अनि हाम्रो साथी चाहिँ यहाँनिर खै के पानमुना रसुवाला देखाइदिने हो हैन आज हाम्रो पप्पुलाई नि दियो नि त भन्दिनँ कि एक फाँक्दिएको भनेर पप्पु हिजोको तोप कहाँ भाइ ए हिजोको तोप 2 कुप्पी बाँकी थिए 2 कुप्पी हानेर भ्याइसकेको छ बिहान उठेर खोजिरहेको त मगाएर लाएन फेरि तिमीले दिएको खाएन मलाई त हिजो त अनि तिम्रो दिन हान्यो म अब 3-4 हानेको घन्टा हानेपछि 2 त हानेको मैले तर राति आज दुख्यो होइन पेट समय राखेर तपाईँले सेकिरहनु बाह्र त लागेन नि डिसी कहाँ गयो क्या माटो भर्खरै हामीबाट छुटेर भाग्यो होइन फेरि भेट्दाखेरि नै यहीँनिर छ यही वरिपरि नै छ होइन हामीलाई देखेपछि लुकिया जस्तो छ होइन अहिले चेतन भयो है त गाई है त पप्पु अनि के अरे अब होइन कसरी हेरेको अरे भाइ पप्पु अब तिमी कति दिन जान्छ देश छोडेर अब देश होइन थाहा नि मलाई अब पप्पुलाई चाहिँ जापान सरकारले निकालिदिनु लाहा गाई होइन यहाँबाट फुकाबाट होइन पप्पुलाई चाहिँ जापान सरकारले नै नाम पनि थाहा तँ यस्तो एनसी भइस् जापान केटीहरू तँदेखिर ढल्यो भनेको भएर चाहिँ हो क्या नि दोस्त धल्लीमा त कति ढलिसक्छ ढलेको भएर चाहिँ पप्पुलाई चाहिँ यहाँबाट निकालेको हो क्या तिमी समर्थन छ कि छैन एकदम म त एकदम सान्छै हो के फेरि अनि हल्का सुती मात्रै होइन हल्का खजाना च्याप्या भएर चाहिँ अलिकति यस्तो यस्तो देखिया उसको होइन घाउ आएर गाउँ त्यो पप्पु म त चस्मा खोल्थेँ पप्पु अगाडि फ्लप भयो खोल्छु म राखेँ मैले तिमी राख म पप्पुको अगाडि चस्मा लानु भन त के भन्यो र अब ल गाइज होइन हामी चाहिँ अब होइन ट्रेनमा चढ्यौँ अब बिरालो भेट्नुपर्छ होइन भेटेपछि अलिअलि के त अलिअलि खानै पर्यो हेयरस्टाइल कस्तो रे पुरै देखाउ न पुरै ल ल फुल त्यो त भएन यस्तो चुच्चो हुनुपर्छ नि भयो पप्पुले खायो कि मार्केट खायो कि पप्पुले मार्केट खायो कि फाइनली होइन पप्पुको बेइज्जत भइसक्यो होइन भुन्टेले बेइज्जत गरे त अनि है त्यस्तो त्यो भनेको त्यो चस्मा नलाउने मान्छेलाई के थाहा चस्माको अर्थ भन्ने दियो अघि त्यहाँनिर चाहिँ भन्न सकेन नसुनेको हो कि पप्पुले भन्न नसक्यो त्यहाँ चाहिँ खै त अनि अगाडि भनेको अनि कहिले अहिले भन्यो भने फेरि भनिदिनु त्यहाँ पप्पुको सब तयार गरेर यस्तै हो गाह्रो छ फाइनली गाइज अब चाहिँ हामी हाम्रो इभेन्ट हुने ठाउँमा पुगिसक्यौँ होइन हामी चाहिँ इन्भाइटेड हो पप्पु चाहिँ नट इन्भाइटेड हो कि फेरि हाम्रो पछि आइदियो होइन अब नआइदियो भन्न नि अब अचक भन्न नि मिलेन अचक भन्नु पर्ने नि साथी हो त्यो भएर त्यही पनि हेर न गाइजहरू हिरो होइन मोडल नम्बर 1 एउटा सिनेमेटिक नि हानिदिनु पर्छ कि हजुर ल ठिक छ फाइनली हामी चाहिँ किन आज जिरो लटपट देखाएको थियौँ मासला बेसरी हामी चाहिँ केटा हो गाइजहरू कति बज्यो टाइम पुग्नुपर्छ हौ जाउँ 45बाट चाहिँ हाम्रो इन्ट्री हुन्छ त्यहाँ होइन
तर अहिले लास्टै रुमलाई फोन गरेर रुमलाई नम्बरमा फोन गरेर त लाग्ने लाग्दैन भन्छ ल भाइ त गाइदिएर आतो दे माता आतो दे हामी चाहिँ फाइनली ड्याक्क लगाएर यहाँनिर आइसक्यौँ होइन सबले सक्सेरी हो म त गाइदिएर होइन अब चाहिँ पार्टी ठाउँमा छिर्ने हो ए हम हे त के गर्न आयो त्यहाँ ब्लगमा हो नाम भनिदिएर अब मेरो नाम पूजन अधिकारी यो सूचीको देश ओए धन्यवाद आदरणीय महानुभावहरू स्वागत छ तपाईँहरूलाई ए मलाई अँधेरो भयो त्यहाँ केही देखेन त यिनीहरू हुन् हिजोदेखि तयार भएर बसेकाहरू आजसम्म तयार हुन नसकेकाहरू कसले सक्ने कहाँ हो हामीले पनि ए भिडियो गर्नु ल भिडियो छ पनि राम्रो देखिया भनेर भनिदिन्थ्यो होला होइन यतै आउनु पर्ने चरित्र थिएन होला हामीले नि गरिदिन्थ्यौँ होला हामीले पनि यसो कोट प्यान्ट लगाएपछि हेन्डसम देखिया त भनिदिन्थ्यो होला पक्कै जस्तै मैले तिमीलाई भेटाउन मलाई भेट्न भनेर आउनै पर्दैन कि तिमीलाई देखेपछि म राम्रो देखिन्छ मलाई थाहा त्यो हेर कुरा फेर लाग्यो है राम्रो मान्छेलाई त्यो कुरा त फेर लाग्यो हो राम्रो मान्छेलाई देखेपछि म आफै आफ राम्रो हुन्छ मलाई थाहा त्यो बच्चै देखेको कुरा हो हामीले तारिफ होइन कहाँ अनि हामीले तारिफ गरेर उसलाई केही फरकै पर्दैन होइन यो सबै मजाको मजाकै रूपमै लिनुहोस् पप्पु अगाडि त पप्पु भिडियो गर पप्पु मान्छे कति राम्रो आज यो कोड पनि भन्ने भयो कि यो होइन यो कोड भन्ने भयो कि आज अलिक ठुलो हो क्या मान्छे नि आज हामी पप्पूसँग बस्नु म त कस्तो बस्छु हेर आज त म त कहाँ हुन्छ नि एउटा यस्तो मजा फिल भइरहेको निरज जाऊ के भन्न छ र अरू के भन्न छ ग्रुप बोलाउने हो अहिले हो अरू के भन्न छ र छैन नि होइन अलिकति हामीले अलिकति के ओए आज ड्याडी फाइनली होइन हामीले सबै हाम्रो जुत्ता कति करोडको भन्नु नि यार ड्याडीलाई भेटिसक्यौँ होइन जुत्ता कति करोडको भन्नु पछिमा कोड लगाएर पछिको गाडीको सोचेको पानीमा नवीन ध्यान पट्टीमा कोड लगाएर आफ्नै हो कहाँ नाम लेख्या नामी लिनु पर्छ तर भुन्डेलाई चाहिँ एउटा भेन्डा कलर गिफ्ट हान्दिनु के भन्छ त्यो शिशिर भाइको भेन्डा कलरको मार्क्स थियो है मार्क्स होइन त्यसकै छ नि के हो यो ए अरू नै देखेको चाहिँ के अरे मैले नदेखेको हेर्नु न चस्मा लगाउनुहोस् न सर ओए गोरे ओए पप्पु छोड्यो नि त्यसलाई चस्मा लगाउनुहोस् न सर चस्मा लगाउनु के त नि ड्याडीले हेर्नु शिरदेखि पाउसम्म हिरो देखिहाल ओए पवनको बच्चा ओए यसलाई एउटा मन्त्र पढ्ने किताब दिँदा ओए हाम्रो त लास्टमा हो क्या हो हामी त फेल भएको मान्छे गाडी के अनि के गर्ने हेर न नाम टिपाउने फेल भयो क्या मलाई
त्यही यस्तो सोचेको नि हुन्छ झ्याउला त्यो भिडियो गर्न फोटो खिच्नु नभने के सोचेको हो त माया यो चाहिँ मन परेन है यो माया यो गएको खरि जाने है माया त नेता मान्छे त ठोक्दै चस्मा लगाउनुहोस् न सर झोला त त्यो अब सोचेको सेउमै सेउ हाल्नलाई हो आम्बो बाहुनको पुत्रलाई कसले सक्ने हामी पास हुनु टोली हो नि त अनि एन्फो हो नि त एन्फो त हामी जमाना पास भयो भाइ तिमी भन्दा उत्कृष्ट नम्बरले शिशिर राई त चाहिँ N2 होइन N1 हो कि क्या हो एक लेभल मात्रै पास भयो नि त अनि यही चोर हो साला पैसा लुट्ने राम्रोसँग यता टोयड उता बाहिर हो मर्क्युरी निहोङ्गोका क्लिनमा हेलो भुन्टे फाइनली होइन सोचेको भएको हामी 2 घन्टाको बोरिङ त्यो पछि फाइनली पाइयो होइन तेरो कतिवटा स्टार छ खै 5वटा वा